बस बस गाइज अब दिनभरि यहीँ बस्नुपर्छ। अब 6 बजेसम्म 6-7 बजेसम्म यहीँ बस्नुपर्छ एन्ड देन घुम्न जानुपर्छ आज। गाइज वेलकम टु माई न्यू ब्लग। 2 महिनापछि मुख बदलिरहेको छ होला एन्ड हेयरस्टाइल अलिक चेन्ज भइरहेको छ, कपाल कर्ली भइरहेको छ। सो यो ब्लगमा सायद मेरो साथीहरू कोही हुँदैन होला। आज म ड्युटीको लागि निस्केको छु एन्ड आज म देखाउँछु कि म ड्युटी कस्तो खालको गर्छु। अनि के भन्छ, दसैँको टाइम चल्दैछ। इन आवर गाउँ देयर आर पिपल हु सेलिब्रेट दसैँ भेरी वेल। सो लेट्स सी कस्तो हुन्छ दसैँ। आन्टी हट्नु हट्नु हट्नु। गाइस चाडबाडको दिनमा नि के भन्छ, यस्तो दिनहरू अलग लाग्छ क्या मलाई। मतलब कुनै पनि चाडबाड होस्, ईद होली दिवाली क्रिसमस, दिनमा पनि होइन अलिक दिनहरू अर्कै हुन्छ कि के भन्छ खै किन बट यो चाहिँ फिक्स हो। मतलब यो चाहिँ सबैलाई लाग्छ कि दिनहरू अलिक अर्को हुन्छ क्या। नर्मल डे भन्दा चाडबाडको दिनहरू अलिक फरक हुन्छ, स्पेसल हुन्छ एन्ड बेग्लै हुन्छ। अनि खुसी लाग्छ क्या त्यो दिन। कसैको पनि होस्, क्रिस्चियनहरूको क्रिसमस हुँदा हामीलाई पनि खुसी हुन्छ। हालाकि मनाइँदैन बट खुसी त खुसी हुन्छ कि सेलिब्रेसन हुँदैछ अनि रमाइलो गर्न पाइन्छ। देउसी तिहारहरूमा देउसी खेल्न पाइन्छ, निकै कुरा हुन्छ। मलाई दसैँ र तिहारको टाइममा यस्तो खेतरे हेर्दा केही न केही कुराको सम्झना चाहिँ आउँछ। के कुराको सम्झना आउँछ आई डोन्ट नो, बट दसैँ र तिहार र यो धानमा केही न केही त कनेक्सन हुन्छ। मान्छेले यहाँ लाएको हेरेको छु मैले, सो त्यसकै सम्झना आउँछ होला। अनि आज म काम कसरी गर्छु त्यो देखाउँछु क्या। सो लेट्स मिट इन क्रिस्टोक। ओके गाइज, नाउ आई एम इन क्रिस्टोक बजार एन्ड हियर इज माई फ्रेन्ड हु इज मेकिङ chilies, who is packing chilies, and there are some customers who are buying potatoes, and this is our shop. It's not our shop but it's our shop. Guys, अब दिनभरि यहीँ बस्नुपर्छ। अब 6 बजेसम्म 6-7 बजेसम्म यहीँ बस्नुपर्छ एन्ड देन घुम्न जानुपर्छ आज। ओके गाइज, नाउ अब यो 20 किलो, यसलाई 20 किलो बनाउनुपर्छ यो अनियनहरूलाई। यसमा दिस इज कल्ड 20 किलोको बोरा, यसलाई 25 रुपियाँ पर्छ। अनि अब यसलाई 20 केजी बनाउनुपर्छ अनि सिलाउनुपर्छ एन्ड इट्स रेडी फर सेल। गाइस वी हेभ कम्प्लिट आवर वर्क होइन। सब प्याच प्याक भएर त्यहाँ छ। नाउ वी आर गोइङ फर ब्रेकफास्ट। अब हामी ब्रेकफास्ट गर्न जान आँटेको। अनि आएर यो झाडु लगाउने, त्यसपछि उता उता कति काम छ, उता हाम्रो मेन दोकान उता छ, त्यहाँ कति काम छ। वी विल कम्प्लिट द्याट एन्ड वी विल चिल होइन। यो पनि युट्युबर हो क्या। व्हाट इज योर आपका यूट्यूब का नाम क्या है? संजीव मलाकार। बहुत खतरनाक नाम छ, बट म डिस्क्रिप्सनमा हालिदिन्छु, गो एन्ड चेक। ओके गाइज, भर्खर हामीले हाम्रो काम सक्यौँ। मतलब यो पहाडलाई नोटिस गर्नुभयो होला, अघि 3-4 घन्टा पहिला त्योहरू उतातिर थियो, तर अहिले यो यहाँ छ क्या। यो सबै मैले एक्लै सारेको, मैले आफै एक्लै गरेको, यसले के गरेन। अनि अब हामी एकछिनमा खाना खान जाने एन्ड देन वी विल स्टार्ट अनदर वर्क। यो कामलाई गाह्रो पनि भन्नु सकिँदैन होइन, अनि इजी पनि भन्नु सकिँदैन क्या। किनकि यो काममा कहिलेकाहीँ काम भयो भने खतरै काम हुन्छ, कहिलेकाहीँ कामै भएन भने यसरी सुकिन्छ। दिस इज आवर लाइफ। अराउन्ड 500 रुपिस यार, किस्मत चम्कियाला आज 500 रुपियाँ दिएर यही ब्याक कभरमा छ। ओके गाइज, आई केम ब्याक फ्रम माई वर्क होइन एन्ड लुक द नाइट भ्यू। मतलब मेरो फोनको यो अलिक यो छ कि बच्चा उछेर कुद्दैछ यार। लुक एट दिस। ल घरमा भेटौँ है। दे आर मेकिङ सम फेस्टिभल, आई डोन्ट नो अबाउट द्याट। म घर पुगिसकेको छु एन्ड अब म एडिटिङ गर्न आँटेको। त्यसपछि नुहाएर रेडी भइसकेको छु। म पुरा फोहोर थिएँ, यो समी एट द टाइम म पुरा फोहोर थिएँ, बट अब नुहाएर रेडी भइसकेको छु
सो यसपालिको चाडबाड राम्ररी मनाउनु होला। दसैँ तिहार होली अरे छठ यो सबैलाई श्रद्धाले मनाउनु होला। एन्ड मेरो साथीहरूले जुन हेर्दैछन् तिनीहरूले मलाई बोलाउनु नबिर्सिनु होला। एन्ड के भन्न आँटेको थियो अझै, आई होप यु विल लाइक द भिडियो। इफ यु लाइक द भिडियो देन डोन्ट लाइक, only do subscribe and please watch the full video. Now I'm going to do editing. अनि लेट्स मिट इन अनदर ब्लग। बाई बाई। भाइलो कसैले नभन्नु है, त्यो भेलोसिटी एडिट मैले 12 गाउँ टिकटको भिडियोदेखि निकालेको। इट्स भेरी नेचुरल। अनि मेरो साथीहरूलाई यसपालिको दसैँमा एकदम फकिर भइहाल्नुहोस्, गरिब भइहाल्नुहोस्, तर मलाई फिक्स बोलाउनुहोस्। धन्यवाद भन्न चाहदिनँ।